अनि के भन्छन्, के गाह्रो छ र? एउटा हुँदा नि उत्तिकै दुःख हो रे, दुईटा हुँदा पनि उत्तिकै दुःख हो रे। ए बा कसरी हुन्छ क्या? एउटा हुँदा यत्तिकै दुःख र अर्को हुँदा पनि यत्तिकै दुःख। अनि के भन्छन्, एकैचोटि खुवाउनु, एकैचोटि सुताउनु, अनि त्यस पछाडि 2-4 दिन हो दुःख दिन्छन्, त्यसपछि त अनि रुटिन मिलिहाल्छ नि रे। ए बा कसरी मिल्छ? खोइ म ट्राई गरेछु है 6-7 महिना भइसक्यो, मिल्दैन त। कतिखेर उनीहरू सुत्छन् र होइन, आफू खाना खाउँला होइन, आफू बाँकी भएको त्यत्रो काम साँचेर राखेको हुन्छ, यो गरौँला त्यो गरौँला भनेर मौका छोपेर बस्नुपर्छ उनीहरू सुतेको। अनि सुत्दिँदैनन्, एउटा सुत्छ फेरि अर्को उठ्छ है, अनि अर्कोको त्यो डिस्टर्बले फेरि अर्को सुत्दिँदैन, त्यस्तो हुन्छ। अनि के भन्छन्, नानीहरू सुताउनु झ्याप्प, आफू पनि रेस्ट गर्नु, सुतेको बेलामा झ्यापझुप्प खाइहाल्नु रे। भने जस्तो सजिलो हुन्छ है, भन्न त भन्छ नि, झ्यापझुप्प यो गर्नु, झ्यापझुप्प त्यो गर्नु, रुटिन मिलाउनु, बानी पार्नु। जसलाई पर्छ नि, जसलाई भोगेको छ नि उसलाई मात्रै थाहा हुन्छ कि